दुई पटकको विश्वविजेता वेस्ट इन्डिजलाई 2-1 ले आज सिरिज आफ्नो नाममा कोल्टा पार्दै नेपालले सन् 2026 भारत र श्रीलङ्कामा आयोजना हुने टी20 विश्वकपमा छनौट हुन नेपाली टोली हाल ओमानमा क्वालिफायर्स खेल खेल्न गएको छ, जस अन्तर्गत नेपालले आज घरेलु टोली ओमान विरुद्ध प्र्याक्टिस खेल खेल्ने तालिका रहेको छ। आजको खेल नेपाली समयअनुसार भने राति 8:45 बजेबाट सुरु रहनेछ भने आजको खेल लाइभ हेर्नको लागि क्यानको अफिसियल युट्युब च्यानलमा या आइसिसी टिभीबाट आउन सक्नेछ। क्वालिफायर्सका खेल आइसिसी टिभीबाट आउने पक्का भएको छ। क्वालिफायर्स अन्तर्गत नै नेपालले खेल्ने कुवेत र जापान विरुद्ध उत्रिनु पर्दा यता कुवेतले भने ओमानलाई हराएको छ। तसर्थ पनि एउटा प्र्याक्टिस खेलमा मात्र सीमित नरही आफ्नो खेलमापन गर्ने यो नेपालको लागि एकदमै राम्रो खेल बन्न सक्नेछ आशा छ। निखारीको खेल प्रदर्शनलाई यथावत राख्दै नेपालले ओमानलाई हराई प्र्याक्टिस खेलबाट विपक्षी टोलीलाई आफ्नो इन्टेन्सन प्रस्तुत गर्ने सक्नेछ। र यस टोलीको स्क्वाडको कुरा गर्नुपर्दाखेरि हाल नेपाली टिमको यो टोलीको स्क्वाडको कुरा गर्नुपर्दाखेरि सन्दीप लामिछाने पनि यस टोलीमा अटाउन चाहिँ सफल भएका छन्। यस अगाडि वेस्ट इन्डिज विरुद्धको खेलमा पहिलो खेलमा उनले 45 मिनट अगाडि आफू खेलमा अनुपस्थित हुने जानकारी दिएपछि उनलाई 2 खेलबाट निलम्बन गरिएको थियो। र अहिलेको यो स्क्वाड भने यस प्रकार रहेको छ। यो आइसिसी वर्ल्ड कप क्वालिफायर्सको स्क्वाड रोहित कुमार पौडेलसँगै दिपेन्द्र सङ्गारी, यसगरी सन्दीप लामिछाने, यसगरी आसिफ शेख, कुशल बुटेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल र सँगै नन्दन यादव र सँगै मोहम्मद आदिल आलम अन्सारी पनि यस टोलीमा रहेका छन् भने सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशीसँगै गुलसन झा र लोकेश बम यस टिममा अटाएका छन्। आशा गरौँ यही टोलीले नै नेपाललाई विश्वकपमा छनौट पुर्याउन सहजता प्रदान गर्नेछ। यस क्वालिफायर्समा नेपाली टिमले एउटा उत्कृष्ट खेल प्रस्तुत गर्ने नै छ। यति भन्दै यस भिडियोबाट भने म बिदा हुन चाहन्छु। हस्त जय नेपाल, जय नेपाली क्रिकेट। हामी एकैछिन पछि नै तपाईँहरू सामु लाइभ कमेन्ट्री लिएर पनि जोडिने नै छौँ। यति भन्दै अहिलेको यो भिडियोमा मार्फत भने म बिदा हुन चाहन्छु। हस्त जय नेपाल, जय नेपाली क्रिकेट। धन्यवाद।